को यो हल्ला गर्ने बच्चा चोर जस्तो एनीवे हाई एभ्रिवान म फेरि पनि भाइरल बोराबाद गएँ विथ आलु अफ कोर्स कतै आलुलाई खोज्न कोही त दैनिकी रूपमा बोराबाद आइरहेका छन् कि जाने बित्तिकै मैले बाटोमा एउटा थुत्रो क्यामेरा भेटाएँ मलाई चलाउन नआएपछि मैले त्यो क्यामेरा 150 रुपियाँमा बेचिदिएँ किनकि मलाई किन्ने मान्छेले यस्तो भन्यो 150 रुपियाँ देगा त्यसपछि त्यो पैसाले मैले र आलुले माछालाई सर्कस देखाउनको लागि बोट चढ्ने निर्णय गर्यौं त्यतिकैमा हामीले पुलिस साइरन बजाएर खलनायक माछालाई पक्रिने निर्णय गर्यौं खलनायक माछालाई समातेसँगै हाम्रो पैसा सिधिएको जानकारी आयो सिधै हाम्रो पैसा त्यसपछि आलु र मैले अघि समातेको खलनायक माछालाई सुप बनाएर बोराबादमा आएका मानिसहरूलाई बाँडिदियौं क्यामेरा बेचेको सबै पैसा सिधिएको कारण हामी कोसीको किनारमा बसेर केही बेर सोचमग्न भयौं त्यसपछि हामी सुटुकै एउटा मानिसको नाउँमा चढ्यौं नाउ कोसीको बीचतिर पुगेपछि त्यो मानिसले नाउ चढेको पैसा माग्न थाल्यो र नदिए त्यही छोडिदिने धम्की पनि दियो मैले केही छिन सोचेर आफ्नो 22,500 को जुत्ता दिने निर्णय गरे मेरो निर्णय सुनेर सबैजना चकित भए र नाउधानी खुसीले छिटो छिटो नाउ चलाउन थाल्यो मैले मेरो जुत्ता दिए सँगै कोसीको चिसो पानीको अनुभव लिँदै नाउ सफरको मजा लिन थाले अन्ततः म आफ्नो घर खाली खुट्टा आउनु पर्यो